के हजुरहरूलाई घरमै सिद्रा माछा बनाएर खान मन छ आफ्नै हातले? यदि मन छ भने आजको भिडियो चाहिँ तपाईहरुको लागि स्पेशल रहेको छ। मैले चाहिँ घरमै सिद्रा माछा कसरी बनाउने भन्ने भिडियो शेयर गर्दै छु। नमस्कार, स्वागत छ मेरो नेपाली सादा रेसिपीमा। आजको रेसिपीमा मैले माछालाई सुकाएर सिद्रा बनाउने, सिद्रा माछा कसरी रेडी गर्ने घरमै भन्ने भिडियो शेयर गर्दै छु। मैले चाहिँ गाउँघरको टिपिकल आइडियाबाट तपाईहरुलाई शेयर गर्दै छु र यो चाहिँ केराको पत्ता हो, केराको पात। यसलाई चाहिँ ल्याउने अनि एकदमै राम्रोसँग सफा पानीले सफा गर्ने र त्यसपछि चाहिँ यहाँनिर मैले यो माछा पनि सिद्रा माछा खोलामा आफै मारेर लिएको छु यहाँनिर। र यो माछाको पनि भित्री भागको फोहोर भागहरूलाई निकालेर फालिदिने, जसमा कि दिसाहरू आन्द्राभुरीहरू हुन्छ त्यसलाई चाहिँ निकालेर फालिदिने र रेडी गरेको छु मैले सबै सफा गरेर। र आजभोलि चाहिँ सिद्रा माछा बनाउने सिजन पनि हो र खोलामा आफै गएर माछा मार्ने सिजन पनि हो, त्यसैले आजको भिडियो तपाईहरुको लागि छ। मैले चाहिँ यहाँनिर पत्तालाई सफा गरेँ, त्यसपछि ग्यास अन गरेर यहाँनिर ग्यासमै बनाउँदै छु। तपाईहरुसँग चाहिँ दाउरा प्रशस्त छ भने चुलामा दाउरामा बनाउँदा झन् बेस्ट हुनेछ। आगोमा होस् या ग्यासमा होस् तरिका चाहिँ सेम हुनेछ। यसरी रोटी बनाउने तावालाई तताइदिने, त्यसपछि त्यसको माथिबाट यो केराको पातलाई राखिदिने, त्यसपछि माछालाई एक एक गरेर राखेर यसमा चाहिँ सेकाउने। डाइरेक्टै यो तावामा बनाउने बेला तासिन्छ र टुक्रा टुक्रा पर्छ, त्यसैले यसरी पातमा बनाइयो भने टुक्रिदैन, जस्ताको तस्तै चाहिँ सुकेर एकदमै राम्रो सिद्रा बन्ने गर्छ। र आजभोलि चाहिँ यो खोलामा सिजन एकदमै आफैले मारेर चाहिँ धेरै माछाहरू घरमा स्टोर गर्न सकिन्छ। र यो मसिनो माछा चाहिँ तेलमा तारेर राख्नुभन्दा यसरी तपाईले सेकाएर तक्साएर सिद्रा माछा बनाउनु भयो भने लामो समयसम्म पनि टिक्छ र तेल बिना नै तपाईलाई माछा खान मन छ भने पनि तपाईले यसरी खान सक्नुहुन्छ। र बनाउँदै गर्ने बेला मुनि राखेको पात चाहिँ यसरी अलिकति जल्न लाग्यो र डढ्न लाग्यो भने यसरी उचालेर मुनि पात थप्दै थप्दै हरियो पातहरू तपाईले थपेर चाहिँ बनाउँदै लग्नुपर्ने हुन्छ। र यसरी बनाइयो भने सिद्रा माछा चाहिँ जस्ताको तस्तै सुकेर एकदमै राम्रो सिद्रा माछा बन्ने गर्छ। र बेला बेला चाहिँ यसलाई यसरी फर्काउँदै चलाउँदै गर्नु होला। अनि यसमा चाहिँ दाउरामा बनाउनु भयो भने चाहिँ एकदमै छिटो हुन्छ। मैले चाहिँ यहाँनिर ग्यासमै बनाउँदै छु। माछा पनि अलिकति थोरै छ, त्यसैले चाहिँ धेरै माछा छ भने तपाईले दाउरामा एकदमै मज्जासँग आनन्द मनले चाहिँ तपाईले यही तरिका अपनाएर बनाउनु भयो भने तपाईले जति पनि सिद्रा माछाहरू घरमै स्टोर गर्न सक्नुहुन्छ। र यसरी बनाइएको सिद्रा माछाको बास्ना गन्ध पनि त्यति धेरै नआएको जस्तो मलाई लाग्छ। तपाईहरुले पनि एकचोटी बनाउनु होला। र अब फेरि मुनि यसरी अलिकति जल्न लाग्यो, मुनि तासिन लाग्यो, मुनि पात चाहिँ तावासँग भएर अलिकति डढ्न लाग्यो भने चाहिँ तपाईले हरियो पत्ता फेरि पनि फेरेर गराउन सक्नुहुन्छ। र यो तावामा राख्ने बेला डाइरेक्टै तपाईले धेरै पात खर्च हुन्छ, त्यसैले तपाईले कुनै स्ट्यान्डहरू राखेर पनि बनाउन सक्नुहुन्छ। मसँग चाहिँ पात छ नै, तर मैले चाहिँ यसरी नै बनाउँदै छु। र यदि तपाईहरुसँग पात अलिकति कम छ भने तपाईले स्ट्यान्ड राख्नुभयो भने अलिकति पात जोगिन्छ। मैले आजको भिडियोमा तपाईहरुलाई यसरी पात मात्रैबाट पनि बनाएको छु र स्ट्यान्ड राखेर पनि तपाईलाई सिकाएको छु। र यसरी बनाउँदै गर्ने बेला चाहिँ माछा सिद्रा बनेको र पुरै सुकेको तपाईहरुलाई थाहा भइहाल्छ। र तपाईहरुलाई यसरी गराउँदै गर्ने बेला हल्का नुन राखेर बनाउनु भयो भने काँचो सिद्रा खाने कसैलाई एकदमै मनपर्छ। काँचो जसलाई खान मन छ तेलमा फ्राई नगरेर पानीमा नपकाएर त्यतिकै खान मन छ भने यसरी सेकाउँदै पनि पाकिसकेको हुन्छ। त्यसैले हल्का नुन राखेर पनि तपाईले यसलाई सिद्रा माछा बनाउन सक्नुहुन्छ। र यसरी पुरै यसमा भएको पानीको भाग पुरै सुकाउनु पर्छ र यो चाहिँ सिद्रा माछा बनिहाल्छ। र यसरी तपाईले बनाएर अझ एक दिनमा चाहिँ तपाईले दिनभरिको आजभोलिको पारिलो घाममा सुकाउनु भयो भने चाहिँ अझ झन् राम्रो चाहिँ सिद्रा माछा बन्नेछ। तर यसरी बनाएर घाममा सुकाउनै पर्छ भन्ने छैन। आलु माछालाई घाममा सुकाएर सिद्रा माछा बनाउनु र यसरी तक्साएर सिद्रा माछा बनाउनुमा धेरै फरक र टेस्ट पनि धेरै मिठो हुनेछ। र यसरी चाहिँ तपाईले पत्ता फेर्दै गराउँदै गर्न सक्नुहुन्छ। मैले भनिसकेँ, यदि तपाईहरुसँग यसरी पात धेरै छैन भने स्ट्यान्डमा राखेर बनाउनु भयो भने त्यति धेरै छिटो चाहिँ पात जल्दैन। र 1 लट 2 लटको चाहिँ मैले यहाँनिर सिद्रा माछालाई चाहिँ
यसरी टक्साएर सुकाएर प्लेटमा जम्मा गरिसकेको छु र अब चाहिँ यो पनि लगभग सुकिसकेको छ। यसलाई पनि प्लेटमा मैले निकालेर राख्ने छु र यसरी बनाउँदै गर्ने बेला तपाईले चाहिँ अब यो धेरै पात जलेको जस्तो लाग्छ भने यसरी तातो भाँडा राख्ने स्ट्यान्ड हुन्छ, यो स्ट्यान्डलाई तावाको माथि राख्ने अनि त्यसको माथि चाहिँ यसरी राख्नुभयो भने केही हदसम्म चाहिँ पात धेरै छिटो चाहिँ जल्दैन र यसरी तपाईले प्रत्येक चोटी गरेर सुकाउँदै सुकाउँदै लग्नुभयो भने सिद्रा माछा तपाईले एकैछिनमा तयार गर्न सक्नुहुनेछ र आफ्नै हातले बनाएको चाहिँ सिद्रा माछाको स्वाद चाहिँ कस्तो हुन्छ एकचोटि ट्राई गर्नु होला। र यहाँनिर चाहिँ मैले बनाएको केही लटको सिद्रा माछाहरू सुकेर रेडी भइसकेको छ। मैले चाहिँ यसरी प्लेटमा जम्मा गरेर राख्दै छु र तपाईले यसरी बनाउँदै गर्नेलाई कुन सुक्यो त्यो सुकेको भागलाई चाहिँ तपाईले टिपेर पनि प्लेटमा जम्मा गरेर राख्न सक्नुहुन्छ। मैले चाहिँ त्यसै गर्दै छु र अब चाहिँ लास्ट त भइसकेको छ मेरो चाहिँ र यो चाहिँ एकदमै एकैचोटि सुकाइसकेपछि चाहिँ सिद्रा माछा बनिहाल्छ र तपाईलाई अझ यो चुलामा सुके जस्तो लागेन भने यसरी सुकिसकेको माछालाई एक दिनभरिको घाममा तपाईले बाहिर सुकाइदिनु भयो भने चाहिँ एकदमै राम्रो हुन्छ। हेर्न सक्नुहुन्छ यसरी तक्साउँदा सिद्रा माछा पाके पनि सक्छ र यसरी सुक्खा पनि बनिसक्छ। यसरी बनाइएको सिद्रा माछा चाहिँ धेरै समयसम्म तपाईले स्टोर गरेर खान सक्नुहुन्छ। आजभोलिको सिजनमा चाहिँ खोलामा गएर आफैले पनि सजिलैसँग माछाहरू मार्न माछाहरू छोप्न सकिन्छ र यसरी गाउँघरमा पनि तपाईले माछा खोला छेउमै हुनुहुन्छ भने माछा मारेर स्टोर गरेर सिद्रा माछाको स्वाद चाहिँ आफ्नै घरमा लिन सक्नुहुन्छ। मैले चाहिँ यही तरिकाबाट थोरै मसँग सिद्रा माछा भयो भने मैले यसरी नै सुकाएर सिद्राको स्वाद चाहिँ आफैले घरमा तयार गर्छु। तपाईहरुलाई आजको रेसिपी कस्तो लाग्यो? रेसिपी आशा गर्छु सिम्पल छ तर महत्त्वपूर्ण खालको छ, तपाईलाई मन पर्यो होला र आगामी दिनमा मैले फेरि कुनै न कुनै नयाँ भिडियो लिएर तपाईहरुको सामु चाहिँ उपस्थित भइहाल्ने छु। तपाईहरुले चाहिँ सिद्रा माछा धेरै छ तपाईहरुको घरमा, कसैलाई चाहिँ आलु माछा खान मन पर्दैन, सिद्रा बनाएर खान मन छ र सिद्राको सुकुटी अनि झोल पनि मिठो हुन्छ र यसरी नै तपाईले चाहिँ बनाउन सक्नुहुन्छ र तपाईले चाहिँ आलु माछा खान मन छैन भने घरमै पनि धेरै माछा मारेर यसरी नै सिद्रा माछा बनाएर खानु होला। आजको भिडियो चाहिँ यति नै। बाइ बाइ।